नमस्ते तपाईहरुलाई मेरो युट्युब च्यानल नवीन मगर ब्लग्समा स्वागत छ। म अहिले मकाउको एउटा यस्तो ठाउँमा छु जहाँ शहरको कोलाहल भन्दा टाढा हरियाली र शान्ति छ। यो हो ताइबामा रहेको आवर लेडी अफ कार्मेल पार्कको सुन्दर बगैँचा। आजको भिडियोमा म तपाईहरुलाई यहाँको प्राकृतिक र यो सुन्दर गार्डन देखाउने छु र तपाईहरुलाई त्यहाँ लैजाँदै छु। यो बगैँचालाई स्थानीय रूपमा कार्मेल गार्डन भनिन्छ। यहाँको विशेषता भनेको यो युरोपियन शैलीमा बनाइएको छ। मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु, तपाईहरुले कस्तो लाग्छ त्यस्तै दिनु होला है साथीहरु। मैले सानो यसो प्रयास गरेछु हेर्नु होला है। हाम्रो साथीहरु पुरै फुलको बगैँचा रहेछ। एकदम रमाइलो हुँदै रहेछ। मैले पनि यसो तपाईहरुलाई देखाउन लागि आएँ। यहाँ हेर्नुहोस् यो कति राम्रो रहेछ। यो नेपालमा झार जस्तो हुन्छ तर यो चाहिँ एकदम राम्रो फुल है साथीहरु। ल हेर्नुहोस् एकदम सुन्दर छ। तपाईहरुले देखिरहेको फुल छ नि देख्दाखेरि जति सुन्दर छ नि यसको बास्ना पनि उति नै मिठो छ है साथीहरु। देख्दा जस्तो छ त्यस्तै मिठो बास्ना। ओहो आहा, एकदम आनन्द आउने र शान्त हुने खालको यसको बास्ना छ साथीहरु। अब तपाईहरुले यो भिडियोबाट स्मेल गर्न नसकिने साथीहरु है। ल यता पनि हेर्नु साथीहरु, यो पनि यति राम्रो सुन्दर फुल छ। मैला खालको भए पनि मलाई चाहिँ एकदम मन पर्यो साथीहरु। र त्यसको साथसाथमा अर्को फुल पनि हेर्नुस् यता, यो पनि एकदम सुन्दर एकदम राम्रो भएको लाग्यो। त्यसैले छोटो एउटा र मैले यसलाई जुम इन गरेँ साथीहरु। साथीहरु घुमिरहेको छ कि है साथीहरु। अहिले त यो यता पहिला कमल फुलमा आएको थियो होइन, अहिले चाहिँ कमल फुल त सकिएछ साथीहरु। त्यो चाहिँ पुरै हराएछ। अहिले त यहाँ त चराहरू मात्रै छ हौ। चरा हेर्नु पर्ने है साथीहरु। अरू के हेर्ने त है, केही पनि त्यस्तो देखिन्छ। यति राम्रो फुल रहेछ साथीहरु है। जति घुम्यो उति आनन्द आउने सुन्दर फुलहरूको गार्डन देख्दाखेरि यो मन पर्ने कुछ यति प्रफुल्ल हुन्छ साथीहरु। तपाईहरुको पनि मन सायद प्रफुल्ल भएको होला है। त्यसैले सब्स्क्राइब गर्नु है साथीहरु। जुन तपाईले देख्नु भएको ब्रिज छ नि, अब यही ब्रिज हुँदै म घर फर्किने छु। अनन्तमा मलाई त यहाँको यो शान्त वातावरण एकदमै मन पर्यो। मकामा यस्ता हरियाली ठाउँहरू कमै भेटिन्छन्। तपाईहरुलाई आजको यो नवीन मगर ब्लग्स कस्तो लाग्यो? यहाँहरुको गार्डन मन पर्यो भने भिडियोलाई लाइक र शेयर गरिदिनु होला। र साथै कोही नयाँ साथीहरु हुनुहुन्छ भने पनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु र अर्को ब्लगमा फेरि नयाँ र सुन्दर ठाउँको साथ भेट्नेछु। बाइ बाइ।